नेपाली ब्याट्सम्यानको जिम्मेवारी कुशल भुर्तेल, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरीले मात्रै लिएका हुन्। हिजो रातिको म्याच हेर्दाखेरि चाहिँ बाँकीका 8 का 8 खेलाडीहरू एउटा मूर्ति जसरी उभिरहे। बलिङ लाइन एकदमै कडा भयो। स्कटल्यान्डलाई चाहिँ 97 रनमै अल आउट गरिदियो। त्यो चाहिँ बलरहरूको तारिफ गर्नै पर्छ। तर यहाँ नेपालको जितको भन्दा पनि त्यति सानो टार्गेटलाई नेपालले कसरी चेज गर्यो भन्ने कुरामा जान्छ। 98 रनको टार्गेट, जसमा कुशल भुर्तेलले चाहिँ 30 रन बनाउँछन्। बाँकीका जम्मैका प्लेयर हेर्नुहोस् त। अब बलिङ लाइनलाई त्यति दोष नदिउँ है। नयाँ उदाहरण, नयाँ खेलाडीहरू जो नेपाली क्रिकेटको भोलिको भविष्य थिए, लोकेश बम, अनिल कुमार शाह, किरण ढुङ्गाना, रूपेश सिंह, यी 4वटा प्लेयरलाई के भएको यार। अब अर्को सिरिजबाट यी हट्छन् है साथीहरू, लेखेर राख्नुहोस् है। बोलाउनुहोस् न कुशल मल्ललाई, आदिल अलम अन्सारीलाई, आरिफ शेख, गुलसन झा, आसिफ शेखलाई बोलाउनुहोस् न। धुवा निकालिदिन्छन्। हो, अब 2टा म्याच चान्स पायो, त्यसपछि यिनीहरूले चान्स पाउनु बिल्कुलै छैन साथीहरू। यिनीहरूले मेरो पुरा मुडै खराब गरिदिए यार। एउटा होइन 2 म्याचमा चाहिँ चान्स पाइसके, देखाउँछन् नि त हुने बिरुवाको चिल्लोपात। कुशल भुर्तेलले डेब्यु म्याचमा कस्तो गरेका थिए, कुशल मल्लको चाहिँ ओडिआईमा कस्तो डेब्यु थियो, 1-2 म्याचमा थाहा भइहाल्छ क्या उसको ब्याटिङ गर्ने क्षमता कस्तो छ, उसको बलिङको स्टाइल कस्तो छ र प्रेसरलाई कसरी ह्यान्डल गर्छ भन्ने थाहा भइहाल्छ। नन्दन यादवलाई देख्नुभयो, अन्तिम बलमा चौका हानेर नेपाल र नेदरल्यान्डको चाहिँ सुपर ओभर गराउनु भएको थियो। यस्तो खेलाडी चाहियो क्या। छन् हामीसँग ब्याकअप खेलाडीहरू। यिनीहरू चाहिँ अर्को सिरिजबाट हुनु हुँदैन है। मेरो त माथा खराब भइसक्यो। 98 रनको टार्गेट। सधैँ कुशल भुर्तेल चल्छ भन्ने पनि छैन, रोहित कुमार पौडेल चल्छ भन्ने पनि छैन, र दिपेन्द्र सिंह ऐरी चल्छ भन्ने पनि छैन, र करण दाजु पनि चल्छ भन्ने ग्यारेन्टी हुँदैन। यी नचलेको दिनमा चाहिँ यिनीहरूले गर्नुपर्ने नि है। हिजो कुशल भुर्तेल चाहिँ 2-4 रनमै आउट हुन्थ्यो भने नेपालले 100% म्याच हार्थ्यो। 30 रन एकदमै किफायती रन भयो कुशल भुर्तेलको। एउटै खेलाडी रहिरहेछ नेपाली क्रिकेटको ब्याट्सम्यानको भार चाहिँ 2-4 प्लेयरले मात्रै, अरू बाँकीका ती सोक पिसका लागि गए जस्ता थिए क्या। किरण ढुङ्गाना, भाइ हामीलाई यस्तो खेलाडी चाहिएन। अनिल कुमार शाहले पनि 2 म्याच चान्स पाइहाले, लोकेश बमले पनि 2 म्याचमा चान्स पाइहाले, रूपेश सिंहले, किरण ढुङ्गानाले चाहिँ 2 म्याचमा चाहिँ चान्स पाइहाले है। तर यिनीहरूको प्रदर्शन हेर्दाखेरि चाहिँ अचम्मै लाग्छ भोलि नेपाली क्रिकेट कस्तो होला भन्ने। हो, बासिर अहमद एकदमै एक्सपिरियन्स खेलाडी हुन्। बासिर अहमदले गर्छ, ऊ बलिङ ब्याटिङ दुवै गर्न सक्छ। हामीले एनपिएलमा पनि देखिसकेका छौँ। बलिङतर्फ चाहिँ एकदमै उम्दा सन्दीप लामिछाने, वाह वाह वाह, दिल जित्यो यार। यो खेलाडी कमब्याक यस्तरी गरिदिन्छ कि पुरा विस्फोट हुन्छ। ल हेर्नुहोस् त, 4 विकेट, 1 मेडन साइड। ल हेर्नुहोस् त, त्यसपछि करण केसीले पनि 2 विकेट लिनुभयो। दिपेन्द्र सिंह ऐरी ब्याटिङमा नभए पनि बलिङतर्फ, फिल्डिङतर्फ यिनको उम्दा प्रदर्शन हुन्छ है। ललित राजवंशी राम्रो, एकदमै राम्रो है। कुशल भुर्तेल है, दामी ब्याटिङ, बलिङ, फिल्डिङ, आमामा खतरा छ है यो प्लेयर चाहिँ है। तर पनि बाँकीका अरू खेलाडीहरूको सोपिसका लागि गए जस्ता थिए साथीहरू। झन्नै 98 रनको पनि नेपालले हारिसकेको म्याच। 98 रनको टार्गेटमा पनि नेपाल चाहिँ गइसकेका थियो यदि कुशल भुर्तेलले चाहिँ 30 रन नगराएको भए है।